साथीहरू मलाई चाहिँ केही साथीहरूले मेसेन्जरमा यो भिडियो चाहिँ पठाउनु भएको हो। पहिले चाहिँ यो भिडियोलाई हेर्नुस्, त्यसपछि कुरा गरौँला है त। ल रारी म यस्तो गर्छु, मेरो खिचाइ त खिच्दे, राम्रो खिच्दे, पोर्ट्रेटमा खिच्दे है। भयो भयो रारी, भयो रारी, भयो। चिप कस्तो निकाली छ भाइ, यसको मोबाइल त गतिलै थिएन, म हानेर फुटालिदिउँ क्या। छोड्दै भने यो भन्दा त मेरो छ तेरो 15 बाट खिच्दा 50 नि हो। तपाईँहरूले हेर्नुभयो नि साथीहरू, ल हेर्नुहोस्, यो दृश्य चाहिँ नेपालगञ्ज बागेश्वरी मन्दिरको दृश्य हो है। अनि बागेश्वरी मन्दिरमा गएर होइन यसरी चाहिँ असभ्य भाषामा यो भिडियो बनाउँदा यो तपाईँहरूलाई के कस्तो लाग्यो ल भन्नुहोस् है। एउटा हिन्दू धर्म मान्नेहरूको आस्थामाथिको यो प्रहार हो है। यिनीहरूलाई चाहिँ कारवाही गर्नुपर्छ है। यसरी हजारौँ मान्छेहरू आउने हिन्दूको आस्था माथिको यो खेलवाड हो। यिनीहरूले चाहिँ भिडियो यदि बनाउनु थियो भने यस्तो असभ्य भाषामा चाहिँ नबनाउनु पर्ने होइन। जो कि मन्दिरमा गएर आराधना गर्ने ठाउँमा यसरी असभ्य भाषामा यसरी भिडियो बनाउँदा यो ठिक हो या गलत हो, तपाईँहरू आफ्नो प्रतिक्रिया पनि राख्नु होला है साथीहरू।